पानी परेन भने त बिजोगे भगवान। बेला बेलामा यसरी भैरवमा पानी पर्ने भए यो भैरव छोड्न मन लाग्छ। जाद्रै गर्मी भएर हो के भैरव छोड्न मन लाग्यो त। यसरी पानी पर्यो भने त भैरव त यसरी कहाँ छोडिन्छ र। आहा आज त कति स्वर्ग। पानी त आज त यस्तो पानी परेको छ, यस्तो आनन्द स्वर्ग जस्तो छ। यसरी पानी पर्ने भए बेला बेलामा धेरै पनि पर्दैन, हप्ता हप्तामा एकचोटि यसरी नै पानी पर्ने भए यो भैरव छोड्नुपर्छ र। छोड्नु पर्दैन, कति आनन्द स्वर्ग छ क्या यो भैरव। तर गर्मी भएर यो भगवान भर्खरको भर्खरै छोडेर भर्खरै चाहिँ नि झोलासोला बोकेर हिँडौँ कि डाँडातिर जस्तो लाग्छ। तर यसरी पानी पर्दैन त आहा आज यो हेर कति आनन्द, यो पानी परेर कति स्वर्ग जस्तो छ। आज त आनन्द छ। यस्तै पानी पर्थ्योस् हे भगवान इन्द्रदेव, सधैँ यसरी हप्ता हप्तामा धेरै नै पर्दैन। यस्तै आनन्द 1-1.5 घन्टा पानी पऱ्यो भने स्वर्ग। भैरव छोडिँदैन यति भयो भने। तर पानी परेन भने त बिजोगे भगवान। यो भैरवमा त बस्न लायक छ र फेरि यति गर्मी हुन्छ, यति गर्मी हुन्छ। तर शीतल भयो भने त फेरि स्वर्ग हो, फेरि स्वर्ग। यति राम्रो छ। यसरी पानी पऱ्यो भने त छोडिँदैन भैरव। तर जानी पानी परेन र फेरि यो गर्मी भयो भने ए भगवान 1 सेकेन्ड नबस्नु जस्तो हुन्छ। आज आनन्द छ है भैरवमा। यति मजाको पानी परेछ, यति शीतल, यति आनन्द छ।